अनि किन त नि लाउनुस् त 5000 रुपैयाँ सहयोग गरेछ गुरु चाहिँ किन दोरी साथ जान नहुने हो र डिस्को नि जान मिल्छ डान्स बार नि जान मिल्छ हेर्न मिल्छ रमाइलो गर्न मिल्छ गलत कार्यको गर्न हुँदैन त हैन नाच्न गाउन किन मिल्दैन कला र उहाँ मान्छे बाठो पहिला चाहिँ है पहिला एकदमै बाठो मान्छे हो उहाँ कमाउनको लागि एउटा चीजबाट भएन भने अर्को चीजमा उहाँले हात हालिहाल्नुहुन्थ्यो अनि एकदमै सानो कुरामा पनि मलाई चाहिँ के लाग्दैन मलाई चाहिँ जातित्वको यस्तो उस्तो भन्ने हुँदैन जातको कुरा गर्न हुँदैन जात मान्छे छोरा र छोरी मात्र हुन् छोरा र छोरी मात्र हुन् हैन अब मान्छेले जे भने पनि उहाँहरूलाई हामीले हजुरबाउको थाहा छैन हो तपाईलाई 1 देखुन 100 गर्न आउँछ आउने भनेको सबै बित्नु गयो त्यही भएर हैन भने थाहा छैन कसले लिएर आयो त यहाँ तपाईले आउन त साथीभाइ पहिला पढ्न पढ्न जानु भएको थियो म त गइनँ बिचारा मेरो बुढी बहिष्कार गर्यो तपाईलाई ए हो यो मैले सुनेको थिएँ एकचोटी सुनेको थिएँ सामाजिक सञ्जालमा त तपाईको घर चाहिँ कति माया गर्ने श्रीमती भेट्नु भएछ त नि अनि उस्तै श्रीमती भए त छोडेर जान्थ्यो हो श्रीमती होस् त उहाँ जस्तो होस् किनभने हजुरको नाम के रे पार्वती विश्वकर्मा जस्तो श्रीमती होस् क्या संसारमा आफ्नो बुढा यति साह्रो हैन बिरामी हुँदा पनि दोहोरी साँझमा आफ्नो प्रतिभा गीत गाएर हैन आफ्नो श्रीमानको उपचार गरिराख्नु भएको रहेछ औषधि खाइराख्नु भयो होला मानसिकको खाइराख्नु भएको छ तपाईले भन्नुभयो पैसा म यहाँ आए पैसा दिनुपर्छ होला भन्नुभयो म चाहिँ उल्टो सहयोग गरौँला नि कलाकारको भावना म बुझ्छु कुन दोरीमा काम गर्नुहुन्छ बलको दोरीमा राम्रो छ गीत गाउन आउँछ एउटा गाइदिनुस् न मिठो गीत गाइदिनुस् मेरो भगवान पनि खुसी हुन् कुन गीत आउँछ तपाईको राम्रोसँग भन्नु त भाइ को हुनुहुन्छ त्यहाँबाट 5-10 हजार रुपैयाँ त्यो उल्याउनु भन्दा कुन गीत तपाईलाई चाहिँ एकदम मनले छोएको गीत गाउन ल एउटा सुनाइदिनु न कस्तो हड लाग्यो होला है यसमा गाइदिने हो यो यस्तो भएपछि तपाईलाई चाहिँ गाउनलाई जोस आउँछ ल ल यस्तो जोस आउँछ नि त उहाँहरू कलाकार हो नि त ल गाइदिनुहोस् थ्याङ्क यू कति राम्रो गीत वाउ तपाईलाई विशेष गरी धन्यवाद र यसरी नै हजुर यो राखिदिने लाउनु यसरी नै आउने दिनहरुमा अगाडि बढिराख्नु होला जे भयो नि आफ्नो परिवार यो समाज कस्तो छ भने जातित्व भेदभावहरु सबैहरु हैन अहिले सबै गयो अब छैन भन्छन् अझै पनि मान्छेहरुले हेर्नुस् त मान्छेलाई डिप्रेसनमा पार्ने हैन बौला बनाउने सम्मको यो समाज अझै सुध्रेको छैन र तपाईलाई चाहिँ जब मान्छेले तनाव दिएपछि चाहिँ यस्तो भएको हो हुन्छ जस्तो हो मान्छेले जब तनाव दिएपछि चाहिँ उहाँ यस्तो मोडमा पुग्नु भएको बुढी बिहा गरिस् तनावले अड्डाने मार चीज देखिएछ घर नबस्दा हुन्छ भन्न थाल्छन् अनि घरबाट निकाल्दियो तपाईहरुलाई घरबाट निकाल्यो अनि अहिले कहाँ बस्नुहुन्छ बस्न त घरमै बस्छु त्यहाँबाट निकाले घरमै बस्नुहुन्छ निकाल्दियो अहिले चाहिँ फेरि घरमै जानुहुन्छ जानुहुन्छ घरबाट निकाल अहिलेसम्म उहाँले सुरुमा पुरै गर्नुहुन्न हो
बिहोस दिमागमा जे आउँछ त्यही ल म टिका लगाइदिन्छु एउटा चाँडै नै तपाईँलाई यो रोग निको होस् है ल केही नहोस् सबै जिम्मेवार गरौँ के छ उपचार के हुन्छ गुरु उपचार पनि हुन्छ उहाँलाई उहाँ निको हुन्छ के हुनु उपचार गरेर निको हुन्छ के भएको हो उहाँलाई चाहिँ यो चाहिँ मेरो व्यक्तिगत तर्फबाट म सहयोग गर्दैछु किनभने हामी जोसँग पिछडिएर बसेको जसलाई भनौँ न आपत र विपदमा पार्छन् मान्छेले कोही कसैको आफन्त छैन भने हामी छौँ नेपाल तान्त्रिक झाँक्री सङ्घ छौँ हामी यतिखेर गोकर्णेश्वर नगरपालिका वडा नम्बर 7 मा रहेको यहाँनिर चाहिँ हामी यस्तै दिनदुखीलाई सहयोग गर्दै आइरहेका छौँ र दिनदुखी भनेर फेरि सबै चाहिँ यहीँनिर थुप्रिँदा मलाई नि गाह्रो पर्न सक्छ मैले नि यो सक्दो सहयोग 1 2 3 4 5,000 दोहोरीमा काम गर्नुहुन्छ म कलाकारको भावना र मन बुझ्न सक्छु म पनि पहिला दोहोरीमा धेरै रमाइलो गर्न जाने मान्छे अहिले पनि बेला बेलामा दोहोरीमा जान्छु म अनि यता हाम्रो भेटघाट दोहोरी चाबेलको अनि गौशालाको परेली दोहोरी अनि त्यसपछि ठमेलको पोखरा दोहोरी के दोहोरी छन् क्या सिसा दोहोरी सबै दोहोरीहरू अनि किन त नि लाउनुहोस् त 5,000 रुपियाँ सहयोग गरेको छु गुरु चाहिँ किन दोहोरी साथ जान नहुने हो र डिस्को नि जान मिल्छ डान्स बार नि जान मिल्छ हेर्न मिल्छ रमाइलो गर्न मिल्छ गलत कार्यको गर्नु हुँदैन त होइन नाच्न गाउन किन मिल्दैन कला र गलाको प्रस्तुति हेर्नको लागि हेराउनको लागि देखाउनको लागि जान पाइँदैन मै गीत भनिदिन्छु त मैले भनेको सुन्नु भन त पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात भन्ने गीत कस्तो भाइरल भएको थियो त होइन हाम्रो के भन्छ उहाँ कलाकारको नामै बिर्सियो हो बमबहादुर कार्की होइन उहाँको गीत चाहिँ गाएको अनि मैले गाएको चाहिँ यता हाम्रो कोटेश्वर सैलुङ दोरी के हो हाम्रो कृष्ण भाइलाई थाहा छ 2-3 जना कलाकारहरूसँग गाउन पाएको के छ पार्वतीजी तपाईले पहिला नि हेर्नुहुन्थ्यो गुरुको भिडियोहरू कस्तो लाग्थ्यो तपाईलाई भन्दिनुस् त मैले के उपचार गर्दिनु पर्छ उहाँलाई भन्नुस् मेरो उपचारबाट समस्याको समाधान हुन्छ भने केलाई हस्पिटल यताउति धेरै धाउनु भइसक्नु भएको एकचोटि हामी पनि हेर्छौँ होइन उहाँको चाहिँ मानसिक प्रब्लम हो भने एन्जाइटीको प्रब्लमले डिप्रेसनको प्रब्लमले यो समस्या आउँछ बढी मनमा कुराहरू खेल्ने के बोलेको थाहा नहुने दिमागको रहेछ अनि आत्तिने बडबडाउने डराउने कहाँ जाउँ के गराउने परिवारदेखि रिसाउने लाटोपनहरू आउने एक ठाउँमा घोप्टो परेर बस्ने बोल्न त्यति मन नगराउने होइन काम कार्यमा ध्यान नगर्ने यो गर्नुपर्छ भने होसमा नहिँड्ने बेहोसमा हिँड्ने बाटोघाटो हिँड्दाखेरि दायाँ बायाँ फर्केर यताउति नहेर्ने आफ्नो एक निरन्तर पाराले हिँड्छ भने त्यस्ता व्यक्तिहरूलाई हामीबाट उपचार सम्भव छ हामीले गर्नेछौँ भनेपछि के हुन्छ उपचार उहाँलाई टुनामुना कटाइन्छ वीरमसान कटाइन्छ गुनासिङ भन्छ होइन यो चाहिँ नराम्रो चिज भनेको उहाँको हंस उडेको गुनासिङ उडेको भन्छ त्यसलाई चाहिँ हामी आगोले लग्यो कि पानीले लग्यो कि खोलाले लग्यो कि हावाले लग्यो कि कुनै मसानको दुसासको होइन दुसासले लग्यो कि भन्ने यस्तो प्रश्नहरूबाट चाहिँ हामीले उपचार गरिन्छ होइन उहाँको मोजा एकचोटि खोल्नु त म ठ्याक्कै एउटा कुरा चाहिँ भनिदिइहाल्छु म त्यो मोजा हजुर कसले खोलिदिनुहुन्छ दुईटै खोल्नु पर्ने होइन दुईटै खोल्नु ए तल राख्नु त यहाँ तल होइन भयो नखोल्नु अब एउटा भए पुग्छ उहाँ मान्छे बाठो हो पहिला चाहिँ है पहिला एकदमै बाठो मान्छे हो उहाँ कमाउनको लागि एउटा चिजबाट भएन भने अर्को चिजमा उहाँले हात हालिहाल्नुहुन्थ्यो अनि एकदमै सानो कुरामा पनि धेरै सोच विचारहरू बनाइराख्नुहुन्थ्यो त्यहाँ नबस्नुहोस् ल सानो कुरामा पनि धेरै सोच विचारहरू बनाउने र कुनै चिजहरू देख्यो भने त्यो चिजको अनुसन्धान बेसी गर्नुहुन्थ्यो यस्तो गर्यो उस्तो गर्यो यस्तो भयो भनेर बढी भनेपछि यो दिमागमा अलिकति समस्याको समाधान हुन्छ हामी निको पार्छौँ
यो कुरामा चाहिँ ढुक्क हुनु कस्तो लाग्यो बिरामी चाहिँ उहाँ अहिले भर्खरै थाहा भयो त मन्दिरमा उहाँलाई बस्नुहुन्न भन्ने थाहा छ यो हटाएर बस्नुभयो बस्नुभयो यो चाहिँ हटाउनुपर्छ भन्ने उहाँलाई थाहा छ तर मन्दिरपट्टि चाहिँ यसरी बस्नुहुन्छ भने उहाँलाई थाहा छैन भने उहाँ अहिले बेहोसमै हुनुहुन्छ उहाँको होसै छैन होसै नभएको कारणले गर्दा उहाँलाई उपचार गर्यो भने बेलामै समस्याको समाधान हुन्छ 1 वर्षबाट 2 वर्षभित्रमा उहाँको समस्याको समाधान 6 महिनाबाट 12 महिनासम्म चाहिँ कसैको 6 महिनाबाट 12 महिनासम्ममा कोहीको 1 वर्षबाट 2 वर्षसम्म 21 महिनासम्म चाहिँ समस्याको समाधान हुन्छ यो कति वर्ष भयो भएको चाहिँ 1 वर्ष भयो अब पहिला त झनै योभन्दा नि बेसी थियो होला हैन एकदमै अब हिँड्न नसक्ने बोल्न नसक्ने अब बस हो पहिला यो भन्दा अब बिस्तारै बिस्तारै यो यस्ता रोगहरूले चाहिँ उहाँलाई छोड्दै जान्छ कि म को हो र के हुँ भन्ने उहाँले आफैले सिक्नुहुन्छ अब बेलामा उपचार दियो भने समस्याको समाधान हुन्छ है त म समस्याको समाधान गर्नेतर्फ म लाग्नेछु पत्रकारजीहरू भनेपछि के छ अहिले दुःख पर्दा श्रीमानले श्रीमतीलाई छोड्ने श्रीमतीलाई दुःख पर्दा श्रीमानले छोड्ने हजारौँमा लाखौँमा एउटा मात्र श्रीमती हो कि कुनै बुढा बिरामी हुँदाखेरि कुरेर बस्ने श्रीमती चाहिँ त्यो मात्र पाइन्छ उहाँहरू जस्तो व्यक्ति विभेद अझै पनि हुँदो रहेछ गुरु विभेद जाति त मलाई चाहिँ के लाग्दैन मलाई चाहिँ जाति तको यस्तो उस्तो भन्ने हुँदैन जातको कुरा गर्न हुँदैन जात मान्छे छोरा र छोरी मात्र हुन् हैन अब मान्छेले जे भने पनि उहाँहरूलाई हामीले गर्ने उपचार गर्ने हो अहिले जातित्वमा यस्तो उस्तो त ठुलो म सानो भन्ने हुँदैन के बाहुनको चाहिँ जुरो र सिङपला छ र यहाँ छ देखाउनुस् नि फेरि भुजेलको जुरो र सिङपला छ देखाउनुस् सबै एउटै हो रगत काटे रगत निजार के आउँछ भने जस्तै मान्छेको जिन्दगी केही होइन यहाँ 2 दिन रमाइलो हो आफ्नो भाग्य कर्मको फल खान आएको कर्म गर्नुस् राम्रो गर्नुस् अगाडि बढ्नुस् यही शुभकामना मलाई सोध्नुस् न के सोध्नु छ तपाईले कसलाई प्रकाशजी तपाईँ यहाँ कुन ठाउँमा आउनु भएको थाहा छ कुन ठाउँ हो आफै भन्नु न यो ठाउँ पनि थाहा छैन थाहा नभएको ठाउँमा तपाईँको बुवाको नाम के हो बुवाको नाम थानेश्वर आमाको कमला हजुरबाउको थाहा छैन तपाईँलाई 100 देखुन 100 गर्न आउँछ भनेको सबै बित्नु भयो त्यही भएर होइन भने 1 देखुनबाट 100 सम्म गर्न आउँछ मैले गर्ने कति पढेको मैले 10 पढे आउँछ पढ्न आउँछ 100 सम्म पढ्न आउँछ 1 2 3 भनेर आउँछ ल भन्नुस् त अनि ठ्याक्कै त 1 2 3 4 5 6 7 8 9 10 1 1 11 1 2 12 पढौँ कि 13 14 15 16 17 18 19 20 21 22 गरेर पढौँ 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 बाट फेरि उल्टो गर्नुस् त अब 100 बाट उल्टो फेरि 99 98 97 आउँछ हो त्यो पढेपछि अनि ठिक हुन्छ त ल पढ्नु त अब ल एकचोटि भन्नु त 100 बाट मुनि कति 199 98 97 96 95 94 93 92 होइन भएन मान्छेको उहाँलाई समस्याको समाधान हुन्छ है चाँडै प्रकाश अनि उहाँ चाहिँ को तपाईँ कसकोमा आएको केमा उहाँको नाम के हो थाहा छ म नाम थाहा छ नाम थाहा छैन कसले लिएर आएको यहाँ तपाईँ आउन त साथीभाइ पहिला पढ्न आएको पढ्न जानुभएको थियो म त गइनँ बिचरा मेरो बुढीको नाम कमला के देवी फागरी हो ठिक छ उपचार सम्भव छ हस् है म यहाँ दिउँला